हामी सेतो छागा आइपुगेको छौँ। यहाँ रुख लडेको रहेछ, ऊ चाहिँ यहाँ खेल्दैछ। ल श्रीहाङलाई अलिकति उता जाऊ त, कतिको सक्छौ। त्यति हो, पछाडि फर्किदेऊ त पछाडि। आहा, हाम्रो छोराको कपालको फ्यान हो, म चाहिँ एकदम कपालको फ्यान। पछाडि आउँदै हुनुहुन्छ है हाम्रो साथीहरू चाहिँ के भन्नु, छेमा दिदीहरू, दाजु भाउजू। लु सेतो छागा आइपुग्यो है। हामी अब पहिलोले यस्तै बनाएको छ। ल यी अगाडि जाँदै हुनुहुन्छ सबै हाम्रो आफन्तजनहरू। यो चाहिँ बुढो उखती खाइँदैछ, औषधि पनि भन्छ यसलाई, जिउ दुखेको। लोही जाँदै हुनुहुन्छ, उकालो लाग्यो है। हामी सेतो छागादेखि अझै साथ दिँदै हुनुहुँदो रहेछ दिदीहरूलाई। हाम्रो आमा तल हुनुहुन्छ। ल हाम्रो दिदी पुरै चिन्डेको अचार खाने हुने अरे। चिन्डेको अचारको लागि टिप्दै हुनुहुन्छ। चिन्डेको अचार हुने, चिन्डेको विशेष घाँस। लु है माइली नाना, मैले खिचिदिएको छु है। पहिला हामीले खाइन्थ्यो, जुन जे चिज खायो त्यसैको तिर्सना हुँदो रहेछ। त्यसैको लागि हामीले टिप्दैछौँ। अब लगेर यसलाई उसिनेर अचार बनाएर खानेछौँ। लु है लु, एकदमै सुरुको उकालोमै हामीले भेट्यो। ल त्यही त, कस्तो राम्रो है। एकपटक ल सिस्नु छ यता, भाङले सिस्नु, यता पातले सिस्नु। अब यता चाहिँ ल हामी चाहिँ चौरी खारको गोठ आइपुग्यो। यता छ गङ्गे दाजुको गोठ, यता हाम्रो काकाहरूको गोठ। ल हाम्रो एकदम ढोड भएर चल्दैछ। हामी आइपुगेको छौँ ल पापा नि पुरै सुकेर राख्नु भएको रहेछ। राम्रो नि दही खाना तिमी चाहिँ दहीसँग मात्रै खाने। ल यता चाहिँ पा छ, धेरै हुनुहुन्छ। हामी चाहिँ हाम्रो श्रीहाङले पनि हेर्दैछ। शिखा लु है, पा मार्नु नि अरे। पा खोजेको, पा भेटेको छैन। यो खोल्छ पोतो। पा मार्न आएको मान्छे चाला यस्तो छ। केटाकेटीहरू पनि मार्ने अरे। ल है हाम्रो श्रीहाङले पनि हेर्दैछ। शिखा फेरि यता ठोट्ने खाना आएको छौँ। कस्तो राम्रो पो देखिने रहेछ है, देखिने रहेछ। हामी खासमा चाहिँ यतिको राम्रो चाहिँ छौँ, तर अघि चाहिँ धेरै साह्रो आयो। अहिले चाहिँ हामी छोटे टिपेर यहाँ नुनसँग चाहिँ खानाको लागि तयारी भइसकेको छौँ भनेर सबै काट्छौँ। है पहिला साह्रै विरक्त लाग्नु भएको रहेछ। मासतिर खोला यस्तो छ। पहिला धेरै ठोट्ने हुन्थ्यो, यता खर्क हुन्थ्यो। अहिले चाहिँ एकदमै धेरै विरक्त लाग्दो नै भएको रहेछ। तर ठिकै छ, हामीले देख्न पाइयो, हेर्न पाइयो, आउन पाइयो, सबै गर्न पाइयो। खै किनभने छोड्ने खालको त्यति हो। यिनीहरूलाई पढ्यो माथि उत्तिसेलाई
यता चाहिँ हाम्रो स्याङ गङ्गे दाजुको छोरा के अरे छोरा क्या हो तेरो नाम अनि यता शिखा यो तल खोला छ पहिरो झरेको खोला यो चाहिँ हामीले चाहिँ आज बिहानै च्याउ टिप्न थाल्यो है यहाँ हाम्रो दिदी हुनुहुन्छ श्रेयाङ र हाम्रो कान्छा भाइ शिखा तर यति नै हो कि अनि कत्रो तिस्रो छ त हो यो त एकदम तयारी भयो है नुन चाहिँ लाग्यो होला नि एकदमै रेडी भयो मरेछ जुवाइले त पर्के क्या अर्को ठुलो साँड सुतेको लु फेरि चिन्डे हामीले दोस्रो दिन पनि भेट्यौँ असाध्यै ठुलो रुख अनि हाम्रो कान्छा भाइ पसेर टिप्दैछ मैले पनि अलिकति चाहिँ टिपेँ यति जति तर चाहिँ अलिक धेरै भएकोले फेरि पनि टिपौँ लगाउँ खाउँ भनेर यता हाम्रो लगेर कि कस्तो मिठो बनाएर यता आमा र म साह्रो कलिलो कस्तो राम्रो रहेछ यता हाम्रो शम्भु भाइले टिप्दैछ साह्रै राम्रो चिन्डे यहाँ हेर्दाखेरि त्यस्तो क्लियर चाहिँ आएन यो माथि एलाला डाँडा कस्तो राम्रो चिन्डे चाहिँ यसको अचार वाउ सम्झना छोटो जिन्दगी है लामो सम्झना गाई जाऊ बारीमा घुमेर आउँछौँ चौतारीमा घुमेर आउँछौँ छौँ यो हामी चाहिँ अब अन्तिम बिन्दु है यो हाम्रो खोलासँग छुट्टिने कसैले माछा पुरै मार्दै हुनुहुन्छ पाहा अथवा माछा जेसुकै भए पनि पानी पिउने भने यो है पहिला आउने मान्छेहरूलाई त थाहा छ यस्तो छ यहाँ धुकुनी उब्लिने बाटो पहिरोले गर्दाखेरि यस्तो अप्ठ्यारो बनाएको छ अब यता हाम्रो छेमा आमा के खाँदै हुन्छ दही